स्वागत छ। आज हामीसँग केही स्रोतहरू छन् यिनले नेपाली प्रकाशनको सुरुवाती दिनहरू कस्ता थिए भनेर देखाउँछन्। नमस्ते। यो यात्रा मतलब साधारण प्रेसदेखि विभिन्न पत्रिकासम्मको साँच्ची नै रोचक छ। आज यसमै अलि गहिरिएर हेरौँ न है, कसरी सुरु भयो, के महत्त्वपूर्ण मोडहरू आए। हो, प्रकाशनको इतिहास हेर्नु भनेको त खासमा सञ्चार अनि ज्ञान विचार कसरी फैलियो भन्ने नै बुझ्नु हो। यी स्रोतले हामीलाई त्यो सुरुवाती समयमा लान्छन्। हो, र सुरुमै अलिकति कस्तो भने अनौठो कुरा रहेछ नि। पहिलो पत्रिका गोर्खा भारत जीवन, यो सन् 1943 तिर मोतीराम भट्टको हो। मोतीराम भट्टले सुरु गर्नुभएको, तर अचम्म के भने यो नेपालबाट होइन रहेछ, भारतबाट भयो। यो निकै चाखलाग्दो कुरा हो होइन त। यसले के देखाउँछ भने सायद त्यति बेला नेपालभित्रै त्यो सहज वातावरण थिएन के प्रकाशनको लागि। त्यो पनि हुन सक्छ। अनि अर्को कुरा, भारतमा रहेका नेपालीहरू वा नेपालबारे जान्न चाहनेहरूको लागि सूचनाको खाँचो थियो भन्ने पनि बुझिन्छ। पहिलो प्रयासमै सीमा नागे नि त प्रकाशनले। हो नि। अनि नेपालभित्रैबाट चाहिँ कहिले सुरु भयो त पहिलो पत्रिका? त्यो चाहिँ सुधासागर। सुधासागर विक्रम सम्वत 1955 मा दिव्यदेव पाण्डेले सम्पादन गर्नुभएको। अनि त्यसपछि आयो एउटा निकै ठूलो नाम, गोर्खापत्र। हो, गोर्खापत्र विक्रम सम्वत 1958 वैशाख 24। हो, पहिलो साप्ताहिकको रूपमा सुरु भएको। गोर्खापत्रको यात्रा त मतलब नेपाली प्रकाशनकै विकासको ऐना जस्तै भयो नि। हो त नि। साप्ताहिकबाट सुरु भयो अनि विक्रम सम्वत 2000 मा अर्ध साप्ताहिक भयो। 2003 मा हप्तामा 3 पटक अनि 2017 फागुन 7 देखि त दैनिक भयो। त्यो त ठुलै फड्को हो नि। यो त प्राविधिक कुरा मात्रै भएन, त्यो बेलाको विक्रम सम्वत 2007 को परिवर्तन पछिको राजनीतिक सरगर्मी, सूचनाप्रतिको मान्छेको चासो, त्यो सबै यसमा देखिन्छ। हो, अनि अझै विकास त रोकिएन। विक्रम सम्वत 90 असार 1 देखि त रङ्गीन पनि भयो। रङ्गीन प्रविधि कति चाँडो आयो भन्ने कुरा। अच्छा, दैनिक पत्रिकाहरूको कुरा गर्दा अर्को नाम आवाज पत्रिका पनि रहेछ। हो, आवाज सम्वत 2007 फागुन 8 मा सिद्धिचरण श्रेष्ठको सम्पादनमा यसलाई पहिलो दैनिक पनि भनिदो रहेछ। यो आवाज पत्रिका प्रजातन्त्रको उदयसँगै आउनु पनि मतलब संयोग मात्रै थिएन होला, त्यो बेलाको माग थियो। पक्कै पनि। अनि फेरि अङ्ग्रेजी भाषामा पनि आयो, द राइजिङ नेपाल। हो, सम्मत 2022 पुस 1 मा वरुण शमशेर सम्पादक। यसले त झन् दायरा बढायो होला है। पक्कै पनि। दैनिक पत्रिकाले सूचनाको गति बढायो अनि अङ्ग्रेजी दैनिकले मतलब नेपाललाई बाहिर चिनाउने, बाहिरका कुरा भित्र्याउने एउटा पुलको काम गर्यो। देशको आधुनिकीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, यी सबैसँग जोडिन्छ यो। अनि सूचनाको पहुँचको कुरा गर्दा यो नेपाली र अङ्ग्रेजीमा मात्रै सीमित पनि रहेनछ। स्रोतमा त अरू भाषाहरूको पनि कुरा छ नि। जस्तो तामाङ भाषामा जाम्बुलिङ, छोन हो, नेवारीमा भाषा, लिम्बू भाषामा सोइलोद। यो एकदमै महत्त्वपूर्ण कुरा हो। नेपाल बहुभाषिक देश हो। यी प्रकाशनहरूले त्यो विविधतालाई समेट्ने प्रयास गरेको देखिन्छ। हो, तर यसले एउटा प्रश्न पनि उठाउँछ होइन त, कि सूचना र ज्ञानलाई सबै समुदायसम्म उनीहरूले बुझ्ने भाषामा पुर्याउने त्यो चुनौती त्यति बेला पनि थियो। खै आज डिजिटल युगमा त झन् जटिल पो छ कि। त्यो त हो। अच्छा, पत्रपत्रिका बाहेक अरू संरचनाहरू पनि त बने नि होइन? जस्तो सन् 1908 मा गिद्धे प्रेस स्थापना भएको देखिन्छ। गिद्धे प्रेस, त्यो त आधुनिक छापाखानाको सुरुवात नै भयो नेपालमा। अक्षर छाप्ने प्रविधि आयो। अनि सन् 2016 मा नेपाल संवाद समिति, यसलाई झ्यालको रासस पनि भन्थे रे। हो, त्यो पछि गएर राष्ट्रिय समाचार समिति राससको आधार बन्यो। समाचार सङ्कलन र वितरणलाई अलि व्यवस्थित गर्ने प्रयास। अनि सन् 2048 मा प्रेस काउन्सिल। प्रेस काउन्सिलले चाहिँ पत्रकारितालाई व्यावसायिक बनाउने, आचार संहिता बनाउने अनि प्रेस स्वतन्त्रता र नियमनको कुरामा भूमिका खेल्यो। यी सबै मिलेर नै त यो क्षेत्र संस्थागत हुँदै गयो। साँच्चै यी सबै कुरा सर हेर्दा पनि कति छोटो समयमा कति धेरै परिवर्तन भएको रहेछ। त्यो एउटा प्रेसबाट सुरु भएर दैनिक, रङ्गीन, अनेक भाषाका पत्रिका अनि समाचार समिति, काउन्सिल ठुलै फड्को मारेको देखिन्छ। पक्कै पनि। यो सुरुवाती यात्रालाई फर्केर हेर्दा अनि आजको डिजिटल युगलाई हेर्दा एउटा कुरा मनमा आउँछ। के कुरा?
अबको नेपाली प्रकाशनको भविष्य कस्तो होला, जहाँ सूचना यति छिटो यति व्यापक रूपमा फैलिन्छ, खास गरी हिजो छुटेका वा आज पनि अलि पछाडि परेका आवाजहरू, विभिन्न भाषा संस्कृतिका कुराहरूलाई प्रविधिको मद्दतले कसरी अझै सशक्त बनाउन सकिएला, यो बारेमा सोच्नुपर्ने देख्छु म त।